गेस वाट आज चाहिँ हामी ड्राई पिकनिक जान लागेको छौँ होइन। अनि हामी चाहिँ अब सामान सबै ल्याइसकेको छौँ। अब पकाउन मात्र बाँकी छ। म यति धेरै फुलिसकेको छु कि सिमै छोडिदिनु म कति धेरै फुलिसकेको छु भनेर हेर्दै जानु होला हाम्रो भिडियो होला। चाहिँ ट्री हाउस जाने कुरा छ। अब हेरौँ 3 जना एउटा स्कुटीमा ट्री हाउस अब हेरौँ। बन्दैछ पनिरको लागि सामान टिकाउँदैछ। मासु पाक्दैछ। यो चाहिँ पनिरको दाना दुनी भयो। हामी चाहिँ अब यति कुराहरू पकाएर अनि बोकेर लिएर जान्छौँ। यस्तो हुन्छ कि हेर्ने बेलामा के लाउने भन्ने कुरै दराजमा पट्याउने बेला म लुगा भेट्छु कि तर हिँड्ने बेला भेट्दिनँ के भएको यस्तो। रेडी भएर निस्किसकेको म यसो गर्छु पुरानै लुगामा आइपुग्छु। डिउ छ नि हिल्स सुज भन्दा पनि चप्पल जस्तो सजिलो चाहिँ केही नै लाग्दैन। अब हिँड्ने बेला भइसकेको छ। भएर बसेको ठ्याक्कै 1 घन्टा पनि भइसक्यो। निस्किन आँटेनन् बेहुलीहरू। एउटी बेहुली भित्र गीत सेभ गर्दैछ अर्की बेहुली उहाँ अगाडि। कस्ता बेहुलीहरूसँग जान जुरेछ गाइस। मुडे आफू नाटो भोक पनि लागिसक्यो। खाएको छ नि ड्राई पिकनिक जाने रे। गाइस हामी चाहिँ बाटोमा जाँदा जाँदै पुलिस सर हुनुहुन्छ कि भनेर प्रकृतिले चाहिँ उहाँ कहाँ ओह्राले कहाँ आउँदैछ छैन। बाटो हो फतेहपुरको बाटो। हामी भित्रबाट गएको हो गाइसहरू हेर्दै जानु होला। आज नक्कलीहरूसँग हिँडेको छु म। हामी चाहिँ यो ट्री हाउस पुग्नु आँटेको छौँ। ट्री हाउस जाने बाटो जङ्गलको बाटो हुँदै गइरहेको छौँ। अफ रोड भयो। भरे प्लास्टिक प्लेट चाहिँ घरमै छोड्यो। माई गड। यहाँ फतेहपुर हेडमा आइपुगेको होइन। बट क्राउडमा हामीले छोडेर आयौँ। त्योभन्दा अलिक हाई क्राउडमा आइपुग्यौँ होइन। त्यहाँको के हुन्छ भने नि भिडियो बनाउन खोजेको होइन सबै थुतु नटल्केर नराम्रो आयौँ। यस्तो छ राम्रो दृश्य चाहिँ। हामी यहाँ बसेर खाँदैछौँ कता बसेर पनि मान्छे त हुन्छन् नि। अब एड बान्नु कहिले काहीँ यसरी डे आउट चाहिँ गर्नुपर्छ गाइज। एउटा साथी चाहिँ हुन्छ नि हाम्रो। सक्यौँ कि हेर लिपस्टिक यस्तो भयो। म त गएन गएछ। बाजेका यिनीहरू चाहिँ बाँध्न छोड्दैनन् गाइज। ओ माई गड गर्छन् बाजेर होइन। अब निक्लिम भनेर 3 बजेदेखि भनेको 3:15 हुन आँटिसक्यो। बाई बाई गाइज। धोलै सरी भएर अहिले बबिता होटल आइसकेको छौँ बेलटारको। पुरा जे खायो भने लास्टमा चिया नखाए चाहिँ चित्त बुझ्दैन मलाई। त्यही भएर चिया खान आएको छु यहाँ।